नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्व प्रकाश शर्माको यो ताजुब लाग्दो बोली सुनौ, जसमा उनीहरूले बाँसबारी जुत्ता उद्योग बेचेर खाएको प्रति गर्व गरिरहेका छन्। नपत्या यो सुन्नुस् त। जुत्ता सरकारले बनाउने हो, अहिले सरकारले बनाउँछ त बनाउँदैन नि त। सरकारले चुरोट बनाउने हो, सरकारले रक्सी निकाल्ने हो, सरकारले सिमेन्ट बनाउने हो, सरकारले कपडा बनाउने हो, यो त निजी क्षेत्रले गर्ने हो। निजी क्षेत्रलाई हामीले बाँसबारीको त्यो छाला जुत्ता कारखाना के गर्यौं? हामीले बेच्यौं। सरकारले कांग्रेसले बेच्यो, कांग्रेसमा सरकारले बेच्यो। त्यो बेचिसकेपछि त्यसलाई लगेर कपिलवस्तु नवलपरासीतिर चलाउनलाई निजी क्षेत्रले चलाउन लाग्यो। कांग्रेसले बाँसबारी जुत्ता उद्योग बेचेर खाएको तथ्यमाथि टेकेर बोल्दै महामन्त्री गगन थापाले भन्दैछन्, सरकारले जुत्ता बनाउने हो, यो त व्यापारीले बनाउने हो, यो जनताले गर्ने काम हो, सरकारले होइन। यसो गाउँघरतिरको गयो भने रुवा भनेर मान्छेले के भन्छ भने बाँसबारी बेच्यो भन्छ। जुत्ता सरकारले बनाउने हो, अहिले सरकारले बनाउँछ त बनाउँदैन नि त। सरकारले चुरोट बनाउने हो, सरकारले रक्सी निकाल्ने हो, सरकारले सिमेन्ट बनाउने हो, सरकारले कपडा बनाउने हो, यो त निजी क्षेत्रले गर्ने हो, यो त जनताले गर्ने हो। सरकारको काम भनेको त जनताले गर्न नसकेको काम गर्ने। त्यो भनेको के हो? त्यो भनेको यो बेलामा शिक्षा, स्वास्थ्य यसमा पो काम गर्ने हो त। महामन्त्री थापाको बोली सुन्दा लाग्छ सरकारको काम त भत्काउने र बिगार्ने मात्रै हो, अलिअलि पुर्खाले बनाएको पनि बेचेर खाने मात्रै हो। अब उस्तै अर्को बोली सुनौ। यिनी पनि कांग्रेसकै महामन्त्री विश्व प्रकाश शर्मा हुन्। कांग्रेसले जुत्ता उद्योग बेचेर खाएको प्रति खुल्लम खुल्ला गर्व गर्दै भन्दैछन्, हामीले बाँसबारी जुत्ता उद्योग बेचेर खायौं, तर त्यही जग्गामा मुटु रोगको अस्पताल बनायौं। यो पनि सुनौ। बाँसबारीको छाला जुत्ता कारखाना भएको ठाउँमा जुन माटोमा छाला जुत्ता कारखाना थियो, त्यहाँ सरकार पहिला जुत्ता सिलाउँथ्यो। सिलाउन चाहिँ सरकार अहिले पनि सिलाउँछ, तर मान्छेको खुट्टाको जुत्ता होइन, मान्छेको मुटु दुलो पर्यो भने मुटु सिलाउँछ। त्यहाँ गंगालाल हृदय रोग केन्द्र खडा छ। त्यो माटोको प्रयोग सही भयो कि हामीलाई कसैले भनिदिन्छ चोकमा जुत्ता बेचेर खत्तमै गर्नु जुत्ता। कांग्रेसले जुत्ता उद्योग नबेचेको भए पनि मुटु अस्पताल बन्थ्यो। मुटु अस्पताल बन्नका लागि जुत्ता उद्योगले रोकेको थिएन। बाँसबारीमै नबने पनि अर्को ठाउँमा बन्थ्यो। तर अहिले आलोचनाबाट बस्न महामन्त्रीको महाजात्रा चलिरहेको छ। गगन थापाका अनुसार जुत्ता सरकारले होइन, निजी क्षेत्रले बनाउने हो। सरकारले त सके पो बनाउनु भएको, जम्मा एउटा देश छ, चारैतिरबाट लुचेर खाने मात्रै काम सरकारको हो। यस्तो निकम्मा सरकारले सबै बेचेर खाएर रित्तो बनाएपछि अब आफै भए पनि केही गर्नुपर्छ भन्ने मनसाएका व्यक्तिहरूले सरकारलाई लाज हुने गरी केही उद्योगहरू चलाएका छन्। तिनै उद्योगले उत्पादन गरेका जुत्ताको जोर गन्दै भन्दैछन्, हामीले नबेचेको भए तिनीले कसरी बनाउँथे? गगन विश्व प्रकाशले भनेको सरकार त्यही हो जसले उद्योग चलाएर केही गर्न खोज्ने व्यवसायीहरूलाई समेत अनेक कानुनी र प्रक्रियागत झन्झट दिएर हैरान पारेको छ। कति यही कारण विदेशी अवस्थामा पुग्दैछन् अनि तिनै उद्योगले सरकारको सुखको सहयोग बिना आफ्नै लगानी र मेहनतमा उत्पादन गरिरहेको वस्तुलाई लाज बचाएर आफैले जस लिन खोजिरहेका छन्। त्यसैले महामन्त्री द्वयका यी तर्क पकमफुसे भन्दाहरू होइनन्। सबैभन्दा बढी उद्योग कांग्रेसकै पालामा बेचिएका छन्। त्यसबाट सबैभन्दा बढी आलोचित पनि कांग्रेस नै छ। तर अहिले आलोचना छेक्न तथ्यलाई बुङ्ग्याएर कुतर्क गर्न देउबाले खटाएका सिपाही जस्तो